पुरानो समयको चर्चित नायिका अरुणिमा लम्सालको डिभोर्सको केसले आजभोलि नेपाल जगतमा सनसनी नै मच्चिएको छ। हेलो, वेलकम अनि नमस्कार, स्वागत छ तपाईहरूलाई पीटीसी मिडियामा। र आजको यस भिडियो रहेको छ अरुणिमा लम्सालको डिभोर्स केसको चर्चाको बारेमा। त पुरानो समयमा चर्चित नायिका अरुणिमा लम्सालको आजभोलि डिभोर्सको केसले नेपालमा चर्चा नै लिइरहेको छ। विभिन्न पोडकास्ट तथा इन्टरभ्यूहरूमा गएर नायिका अरुणिमा लम्सालले आफ्नो डिभोर्स केसको चर्चा गरेको देख्न सकिन्छ। यसै त उनीहरूको यही आउने वैशाखमा भित्र्याउने कुरो थियो। सँगै बस्नुभयो, सँगै खानुभयो, विवाह गर्नुभयो, अनि थाहा छैन? मैले सँगै बसिन हजुर, म सँगै बसेको छैन। उहाँसँग तपाईँको सम्बन्ध भएन? भएन। उहाँले बिहा गरेको दिन उहाँले आफ्नो घरमा मूल घरमा भित्राउनु पर्छ भनेर उहाँले भन्नुभयो र मूल घरमा चाहिँ वैशाखमा मात्र भित्राउने, हाम्रो बाँकी सबै कार्यक्रम जति हाम्रो भित्राउने कार्यक्रम, मुख हेर्ने कार्यक्रम, विवाहको दिने सबै हाम्रो रीतिरिवाजवाला कार्यक्रम चाहिँ हाम्रो वैशाखमा हुन्छ, हजुर वैशाखमा आउनुहोस् भनेर अहिले खालि कागजी रूपले जुन विवाह मैले उता अप्लाई गर्नुपर्ने हुन्छ उहाँलाई, त्यो हिसाबले मात्र हामीले बिहा गरेको थियो त्यतिखेर। अमेरिकाबाट आएर उनी युवराज श्रेष्ठसँग विवाह गरे पश्चात उनी तत्कालै फर्किएको र आफू बीच कुनै पनि प्रकारको सम्बन्ध नरहेको उनी विभिन्न पोडकास्ट अथवा इन्टरभ्यूहरूमा बताउने गर्दछिन्। बिहेको दिन कहाँ जानुभयो तपाईँहरू, भित्रिनु भयो कि भएन? बिहेको दिन भित्रिएन, किनभने उहाँले उहाँको मूल घरमा भित्रिनु पर्छ भनेर भन्नुभएको थियो, अनि जुन चाहिँ चतरामा थियो। मेरो त भोलिपल्टै फ्लाइट थियो, अनि त्यो भएको हुनाले फेरि उता जानलाई भ्याउँदैन थियो, अनि त्यही भएर मन्दिरमा बिहा भएपछि म आफ्नो घरमा आएँ, उहाँ आफ्नो घरमा जानुभयो। भनेपछि कस्तो अनौठो खालको बिहेको रात नै नबिताइकन सिधै भन्नुपर्दा सुहागरातै नभइकन डिभोर्स भयो। सुहागरात भएन, त्यही नै भन्नु पर्यो। कस्तो आश्चर्यको कुरा हो नि त, होइन? पूर्वपति अमित अर्यालसँग छुटे पश्चात उनीले 12 वर्ष पछाडि उनले आफ्नो कोही चिन्जानको मान्छेको मार्फतबाट युवराज श्रेष्ठसँग विवाह गरेकी थिइन्। हतार नगरेकै हो, तर यो चाहिँ कस्तो भइदियो भने हतार हुन पुग्यो। यो गर्छु भनेर गरेको होइन। नेपाल आएको बेलामा सिलसिलामा कसैले कुरा ल्याउनु भएको, तर म अहिले जान्न, भेट्दिनँ, म यो मुडमा छुइनँ भन्दा पनि एकचोटि भेट नि त भनेर भन्दा अनि भेट्न गएको। अनि त्यस सिलसिलामा चाहिँ अब मान्छे ठिक लागेर अब ल भनेर अब ठिक छ त अब अगाडि बढौँ न त भनेर अनि गरौँ त बिहा भनेर अब सर्ट टाइममै डिसिसन लिए गरेँ। तर अहिले आएर अमित श्रेष्ठले विभिन्न कुराहरूमा झुट बोलेको र अमेरिका जानको लागि उनीसँग झुटो विवाह गरेको आरोप लगाउँदै उनीले आफ्नो पतिसँग डिभोर्स माग्दैछिन् र उनी भन्छन् कुनै पनि प्रकारको सम्पत्ति, चल अचल सम्पत्ति उनलाई चाहिएको छैन, मात्र उनी डिभोर्स चाहन्छन्। यस्तो उनले विभिन्न पोडकास्टहरूमा गएर भन्ने गर्दछिन्। के माग दाबी गर्नुभएको छ डिभोर्समा? हजुर, के माग दाबी गर्नुभएको छ? छैन, मैले त एकदमै एब्सोल्युट डिभोर्स मात्र, मलाई केही पनि चाहिँदैन। सम्बन्धमा विच्छेद मात्र चाहियो, धन सम्पत्ति केही पनि छैन। तपाईँ खासमा बस्न एडजस्ट कुरा नगरौँ भन्दा मलाई बुझ्न चाहेको के हुन्छ नि मान्छेको के कुराले चाहिँ तपाईँलाई डिभोर्ससम्म पुर्यायो? यस्तो भयो, जे कुरा उहाँको बारेमा भनिएको थियो होइन, जसरी उहाँलाई प्रस्तुत गरिएको थियो त्यो कुराहरू चाहिँ, र जुन कुरा चाहिँ उहाँलाई हामीले जसरी भेट्दाखेरि जे सोचेर जस्तो मान्छे भनेर उहाँलाई भेटियो नि, पछि चाहिँ बिहा गरेर उता फर्केर गएपछि चाहिँ थाहा पाइयो कि अब सबै मतलब आई मिन कति कुराहरू लुकाइएको रहेछ। अब यो कुन कुरा सत्य हो र कुन कुरा झुटो हो त्यो त हामी बताउन सक्दैनौँ, तर नायिका अरुणिमा लम्सालले लिएको यस निर्णयले नेपालमा सनसनी नै मच्चिएको छ। विवाह गरेको 1 वर्ष नपुग्दै यस्तो निर्णय लिनुमा अरुणिमा लम्सालको के कारण छ त्यो चाहिँ हामी खुलेर भन्न सक्दैनौँ, तर उनले भने अनुसार यसमा उनी झुटो बोलेको र अमेरिका जानको लागि मात्र विवाह गरेको र साथसाथै उनका धेरै गर्लफ्रेन्डहरू रहेको उनले खुलाएकी छिन्। झुटो बोलेको रहेछ, तपाईले शेयर गर्न सक्नुहुन्छ? त्यो कुरा चाहिँ म डिटेलमा बताउन चाहन्न, शेयर गर्न चाहन्न, किनभने सबैको आफ्नो पर्सनल लाइफ हुन्छ होइन। अब उहाँको पनि यो घर भत्केपछि फेरि उहाँको पनि जीवन फेरि अगाडि बढाउनु पर्ने हुन्छ। म त्यतिसम्म पनि उ छैन कि कसैको घरै नबनोस् भन्ने, म त्यो पक्षमा जान्न। त्यही भएर अब उहाँको पनि त्यसपछिको चाहिँ आफ्नो जिन्दगी राम्रै होस्, सफल होस्, त्यही शुभकामना। इन्टरभ्युअरले उनलाई र उनको पति युवराज श्रेष्ठ मिल्ने कतिको सम्भावना छ भनेर सोद्धाखेरि उनी भन्छन् यसमा अब उनको मिल्ने कुनै पनि सम्भावना उनले देखेकी छैनन्। डिभोर्स फाइल गर्नुभएको अरे? हजुर, फाइल गरिसकेँ मैले। मिल्ने सम्भावना छ? मिल्ने सम्भावना उहाँले तपाईँलाई कन्भिन्स गर्नु होइन, त्यो त हुँदैन, किनभने यो चाहिँ अब फाइनल भएरै मैले एकतर्फी मेरो तर्फबाट फाइल गरेको छु, किनभने उहाँसँग कुरा हुँदा चाहिँ उहाँले नगर्ने भन्नुभयो। उहाँले चाहिँ डिभोर्स दिन्न भन्नुभयो। म सर्वोच्चसम्म जान्छु तर म दिन्न भन्नुभयो, अनि त्यो भएको हुनाले चाहिँ अब दुईजनाको सहमति नभएपछि मेरो म आएको बेलामा चाहिँ मेरो तर्फबाट चाहिँ दिएर जान्छु भन्नु। यद्यपि उनी भन्छन् उनको पतिले उनलाई डिभोर्स दिन नमानेपछि उनीसँग कुनै पनि प्रकारको अट्याचमेन्ट अब भने छैन। इमोसनली चाहिँ मलाई प्रभाव पारेन, किन भन्दाखेरि मैले उहाँसँग धेरै बसेर माया बसेर एकदमै त्यो लभै हुन्छ नि, अट्याचमेन्ट एउटा भएर बिहा गरेको पनि थिएन र बिहा गरेको भोलिपल्टै म उता गएको हुनाले त्यो अट्याचमेन्ट हुन पनि पाएन। यसै विषयमा चर्चा चलिरहँदा कलाकार जयकिशन बस्नेत इन्टरभ्यूमा आएर यस प्रकारको अभिव्यक्ति दिने गर्दछन्। सुन्नुहोस् कलाकार जयकिशन बस्नेतले के भनेको छ। कमलाले त्यहाँ प्रश्न के सोध्नुभयो भने
श्रीमान र तपाईँको सम्बन्ध भयो कि भएन भनेर अरुणिमाजीलाई सोध्नुभयो। अनि अरुणिमाजीले उत्तर के दिनुभयो भने भएन, उहाँले मलाई मूलघरमा भित्र्याउनुपर्छ भनेर भन्नुभएको थियो, हामी बिच त्यस्तो शारीरिक सम्बन्ध भएन भनेर भन्नुभयो। 10-20 दिनको ग्यापमा के भयो त हामीले सोध्न नि मिल्दैन। उहाँहरूले भएको भयो नि कसरी भन्नु थिएँ। शारीरिक सम्बन्ध भनेको लोनी स्वास्नी बिच हुनु त स्वाभाविकै हो होइन। हुन त अहिले त लोनी स्वास्नी हुनु पर्दैन होइन। बिहे भएपछि शारीरिक सम्बन्ध त सामान्य कुरा हो नि। खास त अब यो हिसाबले त जस्तो बिहे भयो अरुणिमाजीसँग तर शारीरिक सम्बन्ध भएन, खास मुद्दा हाल्नु पर्ने डिभोर्स माग्नु पर्ने त श्रीमानले हो के हो? त्यो त होइन अब किनभने त लोनी स्वास्नी बिचको आन्तरिक कुरा हामीलाई थाहा हुने कुरो भएन। अब शारीरिक सम्बन्ध त्यहाँ भयो भएन हामीलाई के थाहा होइन। तर त्यो केटाकेटी पढ्ने जस्तो लाग्यो र अरुणिमाजीलाई म राम्रोसँग चिन्छु। उहाँको पहिलेदेखि अलिकति बानी भएर केटाकेटी पढ्ने अलिक चुलबुले टाइपको हुनुहुन्छ कि। लोनी स्वास्नीको डिभोर्स हुनेको मुख्य कारण नै मोबाइल जस्तो लाग्छ कि, सामाजिक सञ्जाल के। उहाँलाई पनि त त्यो जसले त्यो केटाको अफर ल्यायो त्यो मान्छेको उहाँले पनि केही ढाँटायो भन्ने कुरो मैले चाहिँ इन्टरभ्यू हेरेर थाहा पाएँ। र हुन त ऋषि धमालाले धेरै अनुमान गरेर त्यहाँ सोध्नु भएको थियो के अरे सर्टिफिकेट नकली हो भन्ने कुरो, त्यो पनि हो रहेछ भन्ने कुरा आयो होइन। अनि अरू गर्लफ्रेन्डहरू छ भन्ने कुरा नि आयो। अनि त्यो जात दुखाएको कुरा पनि आयो होइन। तर अरुणिमा लम्सालजीले चाहिँ उहाँले बिहानुभन्दा म आफै छक्क परेँ कि त्यो पुरुष पनि त उहाँसँग अमेरिका जान चाहनुहुन्थ्यो अरे कि। उहाँ नेता भनिरहेको छ, म नेपालको अब काङ्ग्रेसको नेता ठुलै पार्टीको नेपालको होइन, नेताहरू पनि विदेश जान यतिको लालायत हुन्छ भन्ने सुनेर चाहिँ म छक्क परेँ क्या। अब अरुणिमा लम्साललाई माग्न जाने भनेपछि त्यो मान्छे पनि हाई क्लासै होला, अलिक गाँठवालै होला। नेता भनेपछि गाँठवालै हुन्छ, मलाई थाहा छ कि। झोले झाम्टेर यहाँ गाँठवाला हुन्छ यार। कयौँ ठेकापट्टा जिम्माले त्यहाँ करोडौँ कमाइरहेको हुन्छ। फेरि काङ्ग्रेस एमालेको नेतासँग त थाहा छ पैसा नहुने हामीसँग मात्रै हो क्या। अनि त्यो भएपछि म यो चिजमा बुझिरहेको छैन क्या। बिहे भयो एउटा बिहे गर्नको लागि मात्रै गराएको जस्तो भयो क्या। किन सँगै पनि भन्न पाउनु भएन। अलिकति सँगै पसेर 2-4 वर्ष पसेर अथवा 2-4 महिनै पसेर, जस्तै एलिना चौहान पनि त 2-4 महिना बसेपछि डिभोर्स भयो नि त होइन। फेरि बिहे गरेकै 2-3 दिनपछि उहाँ अमेरिका पनि फर्किनु भयो। र जब अहिले आउनुभयो डिभोर्सको कुरा लिएर आउनुभयो क्या। अनि यो अचम्म लागिरहेको छ नि बिचमा के भयो कुनै होइन। उहाँको भेटघाट त भएन किनभने केटा नेपालमा थियो, केटी अमेरिकामा थियो। नेता भन्छ यार कि उपसभापति कि सभापति भन्ने नि सुनेको थिएँ खै के को क्षेत्रीय स्तरको होइन। यतिको मान्छे त केटी नै स्वास्नीकै पछि लाएर अमेरिकामै भाँसिन्छु भन्दा त होइन मलाई कहाँ डाउट लागेको थियो। तर मैले के सोचेँ भने कति माया रहेछ भन्ने भयो क्या। उहाँले अरुणिमा लम्साल त केटी मात्र नभएर नायिका हो नि त, उहाँ पहिलेदेखि फ्यान हुनसक्छ। तर मलाई एउटा यो अरुणिमाजीको यो बिहाको बेलामा चाहिँ होइन यो दोस्रो विवाह हुँदाखेरि म आफै अचम्ममा परेको थिएँ कि। जब उहाँले बिहे गर्यो भनेर सायद प्रकाश सुवेदीकै प्रोग्राममा आउनु भएको थियो अरे। दुईजना लोनी स्वास्नी नै प्रकाश सुवेदी दाइकै प्रोग्राममा आउनु भएको थियो। चुल्डेङ्गल बाटो छ यस्तो मान्छे खोजे गर्नुहुन्छ उहाँले। अनि मैले उहाँको श्रीमान देखेर अचम्म लाग्यो मलाई। अरुणिमाजीले सेकेन्ड बिहा गर्नुभयो यत्रो वर्षपछि, किन गर्नुभयो, त्यही मान्छेसँग किन गर्नुभयो भन्ने अलिअलि के भन्छ खुल्दुली चाहिँ भएको थियो मलाई। किनभने उहाँले जोसँग बिहानु भएको थियो यसो हेर्दाखेरि होइन हिरोइनहरूले अलिकति हिरो टाइपको मान्छे खोज्छ नि त होइन। अब अलिअलि गाँठवाला त खोज्छन् नै, त्यो त जसले नि खोज्छ होइन। अलिकति मान्छे नै ह्यान्डसमै हुन त उहाँ पनि ह्यान्डसमै हुनुहुन्छ होइन। त्यही पनि अलिकति फिल्मी पाराको चाहिँ मलाई लागेको थिएन कि। पुक्क भुँडी होइन अनि खाइलाग्दो अनि नेता पनि जस्तो लागेको थियो मलाई काङ्ग्रेसको समिति सदस्य